नमस्कार मन्दगी म महावीर ताजपुरे। विधवा महिलाले पूजापाठहरू गर्नुहुन्छ हुँदैन भन्ने प्रचार भइरहेको छ। यो चाहिँ हाम्रोमाथि गरेको अन्यायलाई चाहिँ आज चाहिँ म फेसबुक मार्फत पनि तपाईँहरूलाई भन्न खोजिरहेको छु। त्यही महिलाहरूले जुन विधवा महिला होस् या जुन विधवा महिलाहरूले जुन कलश उठाउन नपाउने, कलश उठाउनेहरू नपाउने जस्ता कुराहरू यहाँ गाउँका मान्छेहरू जसलाई धर्मको बारेमा केही जानकारी नै छैन त्यस्ता मान्छेहरूले तपाईँको त्यस्तो कुराहरूको विरोध गरिरहेका छन्। त्यही महिलाहरूले हैन, अब मर्नु बाँच्नु कसैको त अब त्यो आफैमा त छैन, त्यो त अब भगवान्कै हातमा हो सबै थोक। जे जसो भए पनि हरेक चिजहरू त त्यो भगवान्कै हातमा रहेको कुरा हो। त्यो एउटा विधवा नारीले त त्यो बुढालाई मारेर जबरजस्ती गाडे त होइन नि त। यत्रो दिन रात मान्छेहरू खटेर यत्रो महा अष्टजाम शिवालय मन्दिरमा लागिरहेको छ। यति बेला चाहिँ त्यत्रो त्यो मान्छेहरूको मनमा एक त त्यत्तिकै त्यो मान्छेहरू विधवा, त्यो मान्छेको मनमा सबैको तन मनबाट उठिसकेको मान्छे हो एउटा विधवा महिला। त्यसको सहारा हुनेको त्यो भगवान् त हो नि सहारा। त्यही भगवान् सहारा सबै थोक मान्ने त्यो विधवाले एउटा भगवान्लाई एउटा जुन त्यो विधवाहरूलाई कलश बोक्न नदिने, पूजापाठ गर्न नदिने, त्यहाँ अगाडि मन्दिर अगाडि नजाओस् भन्ने जुन त्यो व्यक्तिहरूले त्यो जुन महिलाहरूलाई, त्यो विधवा महिलाहरूलाई भनेका छन् नि, त्यो पुरुषहरूलाई चाहिँ होइन, त्यो अज्ञानीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, हुनुहुन्छ होला मभन्दा तपाईँहरू अब विद्वान हुनुहुन्छ होला होइन। तपाईँहरू महाभारत गीता होइन रामायण सबै पढ्नु भएको होला होइन। तपाईँ सबै शास्त्रहरू पनि पढ्नु भएको होला तपाईँहरू चाहिँ है। तपाईँहरू चाहिँ पढ्नु भएको होला क्या, मभन्दा निकै जान्ने ज्ञानी हुनुहुन्छ होला क्या। तर तपाईँ मलाई त्यो एउटा चिजमा पनि, कुनै एउटा शास्त्र, कुनै एउटा धर्म पनि वा तपाईँ कुनै एउटा किताब महापुराण जेसुकैमा होस्, तपाईँ मलाई त्यो एउटा देखाइदिनु पर्यो कि यसमा चाहिँ विधवाले कलश बोक्न पाउँदैन र यसमा पूजापाठ गर्न पाउँदैन भन्ने। तपाईँहरूको के भएको? यत्रो महापुराण लाउँदै हुनुहुन्छ गाउँमा, यही हो तपाईँहरूको विचार बुद्धि? तपाईँहरू के गर्नु हुँदैछ यहाँनिर? यत्रो महा अष्टयाम लाउँदै हुनुहुन्छ, 10 दुनियाँ तपाईँहरू खटेर एउटा भिख मागे जस्तै गरेर मागेर चन्दा कलेक्सन गरेर यत्रो महा अष्टजाम लाउँदै हुनुहुन्छ। एउटा विधवा महिलाले साडी किन्न लुगा किन्न जान्छु भनेर यत्रो आश राखेर होइन, भोलिको दिनमा तपाईँले उहाँहरूलाई भन्नुभयो भने त जानै पाउँदिनस्, त कलश बोक्नै पाउँदिनस् भनेपछि त्यो महिलामा के एउटा त्यो मनमा के भयो होला? तपाईँहरूले विचार गर्नुभएको छ त्यो महिलाप्रति? त्यसको मनमा के भयो? तपाईँहरू पुराण लाउँदै हुनुहुन्छ कि के लाउँदै हुनुहुन्छ कि अष्टयाम लाउँदै हुनुहुन्छ कि होइन, के हो तपाईँहरूको अधर्म? अनि तिनीहरूमाथि त्यस्तो व्यवहार गर्न तपाईँहरूलाई लाज लाग्दैन? पूजापाठ गर्न सबैको हक अधिकार होइन र? तपाईँहरू यत्रो खटेको बेला चन्दा कलेक्सन गर्ने बेलामा त सोच्नु भएन कि त्यो विधवा महिला हो, उसले उठाएको चन्दाको रकमले अष्टयाम लाग्दैन भन्ने कुरा त तपाईँहरूले गर्नु भएन त्यतिखेर? तपाईँहरूको नियत चाहिँ यस्तो किन? हामी पनि खटेको छौँ नि पुराणमा, हामी पनि खटिरहेछौँ। अरू आन्टीहरू जुन उहाँहरू विधवा हुनुहुन्छ, आमा स्वयं मेरै आमा हुनुहुन्छ, नबोके पनि के हो तपाईँहरूको? यस्तै हो नि। उहाँहरूको कुरा अनुसारले मैले सुन्दै जाँदाखेरि चाहिँ हामीलाई जानै हुँदैन, हामीलाई हेर्नै हुँदैन भने हामी अब जाने किन? हामी त यहाँ बाँच्नु र बच्नुको त अर्थ नै रहेन भन्ने जस्तो कुराहरू गर्नुभयो नि त। आँसु झार्नु भएको छ नि त। तपाईँहरू हुने खाने अलिकति जल्दो बल्दो भएपछि तपाईँहरूले जे गर्दा पनि हुने। अलिकति गरिब दुखीको केही भयो भने तपाईँहरूले त वास्तै नगर्ने, उसले उहाँ जान नपाउने, अझै छुवाछुत तपाईँहरूको नियतमा रहेछ। यस्तै पारा हो भने यसपालि भइहाल्यो।
अब आउने अर्को पालिदेखि चाहिँ यसलाई म पनि यसमा सहयोग गर्न असमर्थ हुनेछु। योगदान हामीले पनि दिएका छौँ यसमा। विशेष गरेर हाम्रो भोडिसिमलवासीको जुन गाउँमा बस्नेहरू हुनुहुन्छ, हाम्रो अग्रजहरू, दाजुभाइ होइन, दिदीबहिनीहरू, अङ्कल आन्टीहरू हुनुहुन्छ, सबैजनालाई यो चाहिँ विशेष गरेर म चाहिँ सबैलाई सुनाएर साथै हुँदैन होइन। सबैलाई म भन्दिनँ गएर घर घर गएर मलाई भन्ने त्यो बानी पनि छैन होइन। त्यही भएर फेसबुक मार्फत पनि हरेक व्यक्तिले त चलाइराख्नु भएको छ फेसबुकहरू तपाईँहरू सबै होइन। आउँदै गरेको यो 24, 25 गतेतिर समथिङ होला, हाम्रो यो अष्टयाममा यदि कुनै पनि विधवा महिलाले कलश बोकेको देखिएन भने अबको यो गाउँमा लाग्ने अष्टयाममा म पनि कुनैतिरबाट तपाईँहरूलाई सहयोग या त जेसुकै भन्नु तपाईँहरू, म केही पनि गर्ने छैन। भोलिको दिनमा तपाईँको पनि बुढा मर्छ नि, मार्ने मर्ने आफ्नो हातको कुरा होइन नि त। के भएको तपाईँहरू? यही हो नि है तपाईँहरूको? मन छैन भने होइन सिधै भनिदिने हो, आफैलाई मन छैन भने नआउने हो, त्यो बेग्लै कुरा भयो नि, बेग्लै पाठ। पूजापाठ गर्ने, होम जप गर्ने त हरेकको अधिकार हो नि त, सबैलाई छ नि त। तपाईँहरू कुन शास्त्रको कुरा गर्दै हुनुहुन्छ? मलाई त्यो शास्त्रको अलिकति ज्ञान सिकाइदिनु पर्यो नि त, कि विधवा महिलाले कलश उठाउनु हुँदैन भन्ने कुरा। को हुनुहुन्छ भन्ने? हेर्नुहोस्, एउटा पूजापाठ गर्ने सबैको हक अधिकार हो होइन। यदि यो महिलाहरूमा कुनै प्रकारको भोलिको दिनमा यदि कलश उठाएर गएन भने म लगायत निकैजनाले पनि यसलाई, यो अष्टयामलाई पनि बाइकट पनि गर्नेछ क्या। लागोस् यसपालि, उहाँहरू पनि खट्नु भएको छ। त्यतिखेर खट्ने बेला त कसैलाई वास्ता भएन नि त, अहिलेसम्म कसैलाई वास्ता भएन नि त। अब पूजापाठ गर्ने बेलामा तपाईँहरूले त्यो कुरा गरेपछि कसलाई चाहिँ राम्रो लाग्छ र? त्यही भएर सबैजनाले मिलेर गरौँ। कुनै धर्म संस्कृति, कुनै मान्छेको भोलिको दिनमा ती महिलाहरूले यदि कोही पनि गएन छन् भने र यसै गरेर 2-4 जना पछाडि पर्दै गयो भने त हाम्रो यो अष्टयाम त पुरा हुन सक्दैन। त्यसै पनि यहाँ घरमा लगाएको छ अरे, म दिदिनँ, चन्दा दिदिनँ, फल्ना दिदिनँ, त्यो आफ्नो व्यक्तिगत कुरा हो। तपाईँहरू गाउँमा बसेर यस्तो अष्टयाम लागिरहेको छ, तपाईँहरू चन्दा दिनु नदिनु तपाईँहरूको ठाउँको कुरा हो। तर कुनै महिला, विधवा महिलालाई तपाईँहरूले यसरी अपमान गरेर बोल्नु तपाईँहरूले सुहाउँदैन नि। कसलाई भन्न जाने मैले? घर घर भन्न जानु मैले? तपाईँहरूलाई ज्ञान छैन त्यो कुराको? कि त देखाउनु पर्यो नि, कि त मसँग बार्गेनिङ गर्न आउनु पर्यो नि त, दम छ भने। तपाईँहरूको पनि शास्त्रको ज्ञान म पनि हेर्छु नि त, कुन गीतामा लेखेको छ कि कहाँ लेखेको छ भन्ने कुराको त, कि कुन यस्तोमा यस्तो गर्दाखेरि चाहिँ हुँदैन भनेर, या त कुन त्यो पण्डितले भनेको हो र? यदि आउँदो कलश यात्रामा हाम्रो महिला आमाहरू, विधवा आमाहरू र जो जति बालबच्चाहरू हुनुहुन्छ तिनीहरूले बोक्न सक्नु भएन भने भोलिको दिनमा होइन फेरि पनि त लाउनु पर्छ होला नि त। फेरि पनि यस्ता कार्यक्रमहरू त भइरहेछन् होला नि त होइन त। तपाईँहरूलाई पनि थाहा होला महावीरले कति सहयोग गर्छ गर्दैन भन्ने कुरा होइन। म बिना नि हुन्छ हुँदैन भन्ने कुरा त मलाई पनि थाहा छ नि त। तसर्थ सबैजना मिलेर गरौँ, मिलेर यसलाई अगाडि बढाउँ। कुनै कुराको, कुनै जाति वा कसैलाई ठेस पुग्ने कुराहरूको बारेमा पूजापाठमा नल्याउँ, सबैलाई मिलेर गर्न देऊ, यही मेरो अनुरोध छ हैन। अर्को कुरा रह्यो, यसलाई सम्पन्न गरौँ। यत्रो राम्रो महाअष्टयाम लगाइरहेछौँ यसपालि, यतिका वर्ष पछाडि फेरि लगाइरहेछौँ यसपालि हैन त। अनि त्यो कारणले भोलिको दिनमा यस्ता कुराले फेरि हामी अगाडि बढ्न पनि सक्दैनौँ र सबैलाई साथ सहयोगमा लिएर अगाडि बढ्न पनि सक्दैनौँ कुनै हालतमा। त्यो कारणले गर्दाखेरि सबैजना मिलेर अगाडि बढौँ। सबैको साथ सहयोग अनिवार्य रूपमा चाहिन्छ। सबैलाई हक अधिकार छ पूजा गर्ने हैन त। दशरथ चन्द्र राजा थाहा होला नि त, कहानी त तपाईँहरूले सुन्नुभएको होला नि त। ऊ पनि त
मर्या हो नि त। उसको 3टा बुढीले पनि त पूजापाठ नगरेको होइन नि त, पूजापाठ गर्न पाए नि त। त्यति सत्ययुगमा पूजापाठ गरे भने अहिले चाहिँ किन नपाउनु? मेरो भोडिसेमलवासीलाई चाहिँ छ क्या यो सबैभन्दा इम्पोर्टेन्ट चाहिँ। म अरूलाई देखाउनलाई होइन, म घर घर गएर भन्न पनि सक्दैन कि दिनै पर्छ भन्ने कुरा। कसैलाई अपमान गर्न आवश्यक छैन। को बोल्ने यो विषयमा? कसैको बुढी मरेछ, कसैको बुढा मरेछ, त्यो के बुढी मरेको त्यो बुढी मरेपछि बुढा आउनु नहुने, त्यसको बुढालाई हेर्नै नहुने, अपसुकन हुन्छ त्यसको बुढा हेऱ्यो भने? कुन हो त्यो नियत? कहाँको त्यो यो के भन्छ तपाईँहरूको त्यो भेदभाव ल्याउनु भएको तपाईँहरू? कसैको बुढी मरेछन्, त्यसको बुढालाई आएर यहाँनिर अष्टजाममा हेर्न पनि नहुने? त्यसो भने पनि समेटेर जानु होला। भोलिको दिनमा सबैलाई आवश्यक पर्छ, सबैको आवश्यक पर्छ। गाउँमा एउटा बसिसकेपछि एउटा सबै एउटा गाउँ परिवार जस्तै हौँ हामी। सबैले आफ्नै सोच्नुपर्छ होइन। 2-4वटा नराम्रो कसैले गाली गुलोज गरेको छु भने त्यसको लागि म हृदयदेखि नै होइन माफी चाहन्छु। तर जुन त्यो भेदभाव अन्याय जुन एकल महिलाहरूप्रति गर्नुभएको होइन, त्यो कुरा चाहिँ मलाई मन नपरेर खासमा बोल्ने पनि मान्छे चाहिँ छैन नि त यहाँनिर। ब्याङ्गै तपाईँहरूको कसैलाई केही भन्दै गाली गुलोज गरिदियो भने नि तपाईँहरूलाई पनि नराम्रो लाग्छ नि त होइन, बोल्ने पनि। तर मलाई यो मन नपरेको कारणले मैले तपाईँलाई सबैलाई ट्याग गरेर म हाल्छु नै। यदि कोही बार्किलिङ गर्न खोज्नुहुन्छ भने गाउँको भोडिसेमल गाउँको मान्छेहरू मसँग आएर बार्किलिङ गर्न सक्नुहुन्छ। यो मेरो च्यालेन्ज हो क्या। म हुँदिनँ, म जाँदिनँ, तर नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ क्या। गलतलाई गलत भन्न सक्नुपर्छ। कसैको हावाबीमा दुनियाँ दिवाना, दुनियाँ गाउँले के गर्यो, दुनियाँ गाउँले कसलाई बसाएन, कसलाई के गरेन भन्ने कुरा दुनियाँलाई सोध्न जाने होइन नि त। तपाईँहरू आफ्नो आँट बलले लाउनु भएको होइन अष्टजाम। अरूले गरिदिएको भन्दैमा, अरूले कसलाई राखे, अरूले के गरे भन्दैमा अरूको कुरामा लाग्ने हो? त्यस्तो हुन्छ मान्छेको नियत? मान्छे एउटा बुढिया, त्यही हाम्रो नेललालको आमा, अरू के भन्नु, नामै तोकेर भनिदिन्छु। साडी किन्न जाने, के किन्ने, नयाँ लुगा किनेर चट्ट बस्ने, एउटा धर्म, एउटा जुन धर्म हुन्छ नि, एउटा पूजापाठ गर्ने, आनन्द महसुस गर्ने, एउटा जो बितेर गए स्वर्गमा बास होस् भनी एउटा मान्छेले चाहनाले न गरेको हो। त्यो मान्छेको अहिले मनमा के बितिरहेको होला तपाईँहरूले विचार गर्नुभएको छ? त्यही एउटा दोकानी गर्ने माइजू हुनुहुन्छ, उहाँहरू अब म अरे जानै हुँदैन, अरे त्यहाँ मन्दिरै पूजापाठै गर्नु हुँदैन भने म किन जानु, म चन्दा उठाउनु किन जानु, म त्यो आँगनमा किन टेक्नु भन्ने जस्तो कुरा गर्नुभयो होइन। यस्तै नियतले तपाईँको भोलिको दिनमा कार्यक्रम अगाडि बढ्न। त्यसैले म तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने यस्तो महासुवर्ण अवसर जुन हामीले सिर्जना गरेको छौँ, लगाएको छौँ, अब यो अष्टयाम लगाएको छौँ यहाँनिर होइन, यसको चाहिँ पुण्य सबैलाई होस्, धर्म रहिरहोस्, पुण्य सबैलाई होस्, यसको सबैलाई लाभ उठाउन सकोस् होइन, सबैले लाभ उठाउन सकोस् यसको। कसैलाई बाधा अवरोध गरेर कसैलाई नगरौँ त्यस्तो। त्यही भएर अब मेरो चाहिँ चाहना त्यही नै हो, सबैले पूजा गर्न पाओस् होइन। यदि कुनै पनि धर्ममा पनि लेखेको छैन कि विधवा महिलाले कलश उठाउनुहुन्न या त अरू पूजा पनि गर्न हुँदैन भन्ने कुरा, यदि मैले कुनै धर्ममा अहिलेसम्म सुने पनि छैन। तपाईँहरू पढ्नु भएको होला, जसले पढ्नु भएको छ त्यसले चाहिँ होइन मसँग कमेन्ट पनि गर्नु होला कुन किताबमा रहेछ भने हामी पनि पढ्छौँ नि। बुढी मरेपछि बुढा मन्दिर आउनु हुँदैन भन्ने जुन किताबहरूमा लेखेको छ, त्यो किताबहरूमा लेखेको कुराहरूलाई मलाई पनि ज्ञान दिनु होला भोडिसेमलवासीहरू र अन्य सम्पूर्ण जति सयले पनि, जतिसुकै मान्छेहरूले पनि जहाँबाट पनि हेर्दै हुनुहुन्छ, यदि यसको विरोध मैले जुन विरोध गरेको छु, यो सबैले पूजापाठ गर्न पाउनुपर्छ भन्ने जुन एउटा मैले होइन मनमा एउटा मैले सहन नसकेर मैले भिडियो बनाएको छु, यसमा सही के छ गलत के छ भन्ने कुरा तपाईँहरूले पनि यसलाई कमेन्ट गरेर
मलाई जानकारी गराइदिनु होला र सकेसम्म राम्रो कमेन्ट गरेर सबैलाई सेयर पनि गरिदिनु होला, जहाँ कि हामी जस्तो अज्ञानीहरूको गाउँहरू पनि हुन सक्ला हैन। जुन यो हामीले भाषा प्रयोग गरेको छौँ, हामीभन्दा ठुला बडाले जुन यो भाषा प्रयोग गरेको छ पूजापाठ गर्न नपाउने, त्यो त्यस्तो खालको अज्ञानी कुनै देश या कुनै गाउँ त छैन होला जहाँसम्म मलाई लाग्छ। र कसैको हैन यस्तो अब छ भने कोही कसैले सेयर पनि गरिदिनु होला। यो पब्लिसिटीको लागि होइन, यो चाहिँ मैले आवाज उठाइदिए हो एउटा गाउँको, मैले पनि खटेको छ गाउँमा र पूजापाठ गर्नु सबैको हक अधिकार रहेको छ भन्ने मैले भावनाले चाहिँ तपाईँहरूलाई यो चाहिँ भिडियो मैले सेयर गरिदिएको हो। अब केही नराम्रो कुराहरू कसैलाई गाली गलोच या यताउति दिएको छु भने म यहाँबाट नि सरी भन्न चाहे, या त मेरो कुराहरू गलत छ भने पनि तपाईँहरू आएर गाउँको मान्छेहरूले आएर हैन जुन छन् हामीभन्दा अग्रज व्यक्तिहरू हुनुहुन्छ उहाँहरू आएर पनि यस्तो चाहिँ हो, यस्तो रहेछ, पूजा गर्न चाहिँ पाउँदैन भन्न सक्नुहुनेछ हैन। त्यहाँ पनि विचार गरौँला त्यतिखेर पनि। तर यस्तो चिजहरू चाहिँ नराम्रो हो भन्ने चाहिँ मैले भावना आएको कारणले गर्दाखेरि तपाईँहरूले यस फेसबुक मार्फत मैले जानकारी गराइदिएको। बाँकी तपाईँहरूको इच्छा, तपाईँहरू जे गर्नुहुन्छ त्यसैमा अब हामी त्यसैमा खुसी हुने त छैनौँ। र पनि भोलिको दिनमा हामीले यस्तै हो भने भोलिको दिनमा फेरि पुनः यो अष्टयाम लाग्ने पनि छैन। हामीबाट लागे पनि हामीबाट कुनै सार सहयोग अथवा केही पनि हुने छैन। हस् त, धन्यवाद।